Hello everyone, Ani Fapulo सबैजनालाई welcome to my channel. This is Yankila trying to figure out a pose for photos हैन but मलाई चाहिँ एकदम पोज दिन आउँदैन क्यान्डी टाइप भने चाहिँ ठिकै छ नम चाहिँ आउँदैन म चाहिँ यहाँ साथीहरुसँग स्विमिङमा आएको थिए अनि आफ्टर स्विमिङ चाहिँ हामी चाहिँ मेकओभर तिर लाग्यो मेकओभर त अब गर्नै पर्यो नि त भ्याङस्याङ भएर त कहाँ हिँड्नु हैन अनि त्यसमा चाहिँ मैले सनस्क्रिन हल्कति पाउडर लगाए हैन सनस्क्रिन चाहिँ एकदम म्यान्डेटरी हो त्यसको बाद चाहिँ म चाहिँ यो पिंक न्यूड आई स्याडो मेरो फेभरेट हो म चाहिँ यो एनी टाइम जहाँ जाँदा पनि लगाउँछु मन पर्छ अनि आइलाइनर चाहिँ म बेला बेला लगाउँछु मलाई चाहिँ मैले चाहिँ खासमा विङ्ड आइलाइनर बनाउनु कोसिस गरेको हैन मलाई आउँदैन त्यही कारण आईको एन्ड एन्डमा लगाए हैन जसमा चाहिँ एउटा इल्युजन जस्तो हुन्छ नि त हैन आइलाइनर टक्कै विङ मजाको लगाएको जस्तो अब छेउबाट हेर्दा त अभियसली हाउडे देख्छ हैन तर टाढोबाट या केबाट हेर्दाखेरि अब केबाट भन्नु अब हल्का झलक्कै देख्छ नि क्या त्यसरी अब देख्छ नि त विङ्ड भएको जस्तै अन्त मैले चाहिँ यो फूल चाहिँ मैले किन टिपेको भन्दाखेरि चाहिँ मलाई चाहिँ एकदम कहाँ घुम्नु जाँदा साथीहरुसँग हामी जान्छ नि त त्यतिबेला फूलहरु देखेन चाहिँ मलाई चाहिँ एकदम टिपेर कानमा लगाउनु मन पर्छ कुनी किन हो मलाई चाहिँ एकदम हबी जस्तो भन्नु कि के भन्नु आफै हात गइहाल्छ हैन आफै टिपी पठाइहाल्छु हैन अनि यो चाहिँ हामी हाइड आउट्समा आएको थियो हाइड आउट्स चाहिँ म चाहिँ फर्स्ट टाइम आएको यहाँनिर हैन अनि यो हाइड आउट्समा चाहिँ एकदम मलाई चाहिँ के लाग्यो सफा पिसफुल लाग्यो हैन अनि मेन पोइन्ट चाहिँ यहाँनिर के हो भन्दाखेरि चाहिँ क्राउडेड हुँदैन रहेछ त्यस्तो बेसी मान्छे आउँछ तर क्राउडेड चाहिँ छैन रहेछ अनि आफ्टर दैट चाहिँ हामीले चाहिँ माथि कृष्ण मन्दिर छ हैन त्यहाँनिर जाने प्लान गरेको थियो यो चाहिँ म जान्दै थिए मलाई चाहिँ एकदम नर्मल हिँड्दा पनि पुरा स्पिड हिँड्छु हैन अन्त फर्स्टमा चाहिँ म राम्रो हिँडेन अरे फेरि रिटेक गरेर हिँडेको जसमा तपाईहरुले देख्नुभयो हैन अनि म फेरि स्लो हिँड्नु कोसिस गर्दै जान्दै थिए हैन तर पनि म अलिकति स्पिडै हिँडेछु हैन त्यसले गर्दा चाहिँ म गेटमा पर्खिन्छु हेर्नु है अब म गेटमा पर्खेर चाहिँ त्यहाँको उभिन्छु लाठी जस्तो त्यहाँको फेरि रिएन्टर गर्छु हैन अनि यो मन्दिर चाहिँ म चाहिँ कहिले भन्दा स्कुल टाइममा हुँदा गएको थिए हैन अहिले चाहिँ म आफ्टर 7 to 8 इयर्स मैले यहाँ भिजिट गरेको हैन एकदम पहिला गएको थिए फेरि आउनु मन परेर फेरि जाउँ न भनेर आएको थिए हैन पहिला त पुरा क्राउडेड थियो हैन तर आज चाहिँ कुनै किन खाली थियो हैन अनि खाली भएकोले गर्दा चाहिँ म चाहिँ छक्कै पर्दै जान्दै थिए हैन कोही देखिन नि त मैले बडे भन्दा बाजे चाहिँ बसिरहनु भएको थिएछ हैन अनि बाजे चाहिँ उठ्नु भयो हैन उठेर चाहिँ टीका लगाउनु भन्नु भएर चाहिँ टीका लगाए मैले हैन टीका लगाए ओरे हैन हेर्न सक्नुहुन्छ मैले टीका लगाए देन आफ्टर दैट मैले विशहरु मागे म चाहिँ एकदमै बेसी विश माग्छु मेरो बकेट लिस्ट चाहिँ एकदमै बेसी हुन्छ हैन घडी के कोही बेला चेन्ज हुँदै मागी बस्छु हैन एन्ड बाइ द वे भन्नु पर्दाखेरि चाहिँ यो मेरो फर्स्ट एभर शॉर्ट और मिनी भ्लग भन्न सक्नुहुन्छ मेरो फर्स्ट एभर मिनी भ्लग हो हैन लाइक शेयर सब्स्क्राइब अनि कमेन्ट गरिदिनुहोस् होला बाइ बाइ सी यू सून